राति सुतेर बिहान उठ्दा यदि खुट्टा या त पैताला दुख्ने समस्याहरू छ भने त्यहाँ कुर्कुच्चामा हड्डी पलाको समस्या हुन सक्छ। त्यसलाई हामी अङ्ग्रेजीमा प्लान्टर फ्यासाइटिस भन्छौँ। पहिला हामी स्टेरोइड लगाउने गर्थ्यौँ, तर आजकल हामी पिआरपी लगाउने गर्छौँ। पिआरपी लगाउनुभन्दा अगाडि हामीले त्यो पैतालालाई सुन्न पार्छौँ ताकि इन्जेक्सन लगाउँदाखेरि त्यो भाग नदुखोस् भनेर। त्यसपछि हामी पिआरपी लगाउने गर्छौँ। पिआरपी भनेको आफ्नै शरीरबाट तानेको रगत, सेतो रगत हामी दुखेको भागमा या त हड्डी खिएकोमा लगाउने गर्छौँ। कुनै नसा च्यात्तेकोमा पनि हामी पिआरपी लगाउने गर्छौँ। यसको फाइदा के छ भन्दाखेरि यो मल्टिपल टाइम लगाउन पाइन्छ र यसले हिलिङ पनि गर्ने उद्धार गर्छ।